सहसचिव पदमा फेरि के गर्ने भन्ने हामी निर्णय गर्नेछौँ। सहसचिव पदमा मात्रै हामी फेरि निर्णय गर्नेछौँ। हेलो भाइ एकछिन तपाईँ रोक्नु त। तपाईँ भाइले आफ्नो काम गर्नु न। तपाईँ आफ्नो एकछिन भाइ एकछिन धैर्य अरू साथीहरू तल बस्नुहुन्छ। हामी एउटा सामाजिक संस्थामा काम गर्ने भनेर 18 इनर्जेटिक भएर आएको त तपाईँको यो कार्य के हुन्छ भन्नुहोस् त। तपाईँ संस्था कसरी गर्नुहुन्छ, तपाईँ आफू कसरी गर्नुहुन्छ, नेपाल कसरी गर्नुहुन्छ, त्यो हामीले एकछिन 2 मिनट कुरा गर्छु। म 2 मिनट कुरा गर्छु। त्यो सचिव एउटा पद नमिल्या हो, सचिव मिलाइदियो भने तपाईँ राजी हुनुहुन्छ? सहसचिव होइन ल ठिक छ। हामी यहाँ 2-3 सल्लाह गर्छौँ। 2 मिनटमा एनाउन्स गर्छौँ। तपाईँ ठिक नगर्नु, झगडा नगर्नु, संस्थालाई राम्रोसँग बनाएर जाउँ, एक आपसमा भाइचारा कायम गरौँ, अगाडि बढाउँ, काम गरौँ। त्यो कुरा